त्यो मैले व्यक्तिगत भन्दा पनि नेपाल राष्ट्रले त्यो अवसर प्राप्त गरेको र मैले राष्ट्रको प्रतिनिधित्व गरेको र मैले त्यहाँ 6वटा इन्टरभ्यू दिने प्रचलन रहेछ। त्यो 6वटा इन्टरभ्यूमा पनि मैले पहिला अन बिहाफ अफ नेपाल भनेरै मैले स्टार्ट गरेको थिएँ मेरो इन्टरभ्यू पनि। त्यसमा त्यो चाहिँ राष्ट्रको गौरवको विषय हो र राज्यले पाएको सम्मान हो, अन्तर्राष्ट्रिय रिकग्निसन हो, नेसन नेपालले चाहिँ संसारभरिको प्रतिनिधित्व गर्ने अवसर हो। त्यो अवसरलाई मैले ग्रहण गर्ने अवसर पाएँ। त्यसमा म आफू पनि गौरवित भएको छु र समग्र राष्ट्र पनि गौरवित तुल्याउन सफल भइयो भन्ने मलाई महसुस भएको छ। नेपाल हात मिलाउन चाहन्छु यो ओलम्पिक टर्च बियर गरेको हातको हैन, यो अत्यन्त ठुलो उपलब्धि नेपाली खेलकुदको लागि। स्पोर्ट्स के भयो, एकाडेमीसँग कनेक्ट हुँदै जाँदा यति डेभलप हुँदै जाँदाखेरि स्पोर्ट्स डाइनामिक हुँदै आउँदाखेरि प्रविधि हाबी भयो, एकदमै हाबी भयो, टोटल्ली साइन्सै त्यहाँ हाबी भयो। त्यसो हुँदाखेरि के भयो, स्पोर्ट्स एकदमै विज्ञान त्यहाँ हाबी भएपछि स्पोर्ट्स एकदमै टेक्निकल भएर एकदमै एडभान्स भइसकेपछि एकदमै अपडेटेड हुँदै गयो। तर हाम्रो ब्याकअप के भयो भने हामी अपडेट हुन सकेनौँ। हाम्रो नेपालको खेलकुद सञ्चालन गर्ने सङ्घहरू र सङ्घको नेतृत्वहरू अपडेट हुन सकेन। नमस्ते, कार्यक्रम स्पोर्ट्स डिप्लोमेसी टुडेमा तपाईँहरू सबैलाई स्वागत गर्दछु। म अनिल अधिकारी। कार्यक्रम स्पोर्ट्स डिप्लोमेसी टुडे टिभी टुडेमा हामी हरेक शुक्रबार 6:30 बजे नेपाली खेल क्षेत्रका विभिन्न व्यक्तित्व र आयामहरूसँग कुराकानी गर्छौँ। अन्तरङ्ग कुराकानी खेलकुदको बारेमा, नेपाली खेलकुदको सम्भावना, भविष्य र खेल कूटनीतिको बारेमा कुराकानी गर्छौँ। आज पनि हामीसँग हाम्रो अतिथि आइसक्नु छ। हाम्रो अतिथिलाई परिचय गराउनुभन्दा अगाडि म उहाँको बारेमा थोरै तपाईँहरूलाई म जानकारी दिन चाहन्छु। उहाँ मार्सल आर्टका खेलाडी राजकुमार कार्की हुनुहुन्छ र नेपाल विद्यालय खेलकुद सङ्घको महासचिव हुनुहुन्छ र इन्टरनेसनल स्कुल स्पोर्ट्स फेडरेसनको एक्जिक्युटिभ बोर्ड मेम्बर पनि हुनुहुन्छ र नेपालको खेलकुदको एउटा ठुलो उपलब्धि को रूपमा उहाँले नेपाल ओलम्पिक टर्च बियर गर्ने, ओलम्पिक टर्च रिलेमा भाग लिने पहिलो नेपाली खेलाडी पनि हुनुहुन्छ र यस्तै एउटा युवा व्यक्तित्व जो खेलकुदको लागि, विद्यालय खेलकुदको लागि, विकासको लागि लागिरहनु भएको छ। उहाँसँग हामी थोरै कुराकानी गर्छौँ। अब राजकुमार कार्कीजी, कार्यक्रममा स्वागत छ तपाईँलाई। धन्यवाद। सबैभन्दा पहिला म तपाईँसँग हात मिलाउन चाहन्छु यो ओलम्पिक टर्च बियर गरेको हातको हैन, यो अत्यन्त ठुलो उपलब्धि नेपाली खेलकुदको लागि। सुरु नै त्यहीबाट गरौँ, त्यो मोमेन्टको बारेमा थोरै भनिदिनुहोस्। अब त्यो ओलम्पिक टर्च रिलेमा चाहिँ मैले पार्टिसिपेसन हुने भन्ने सपना परिकल्पना गरेको थिइनँ। खेलकुद जब मैले सुरु गरेँ 7 वर्षको उमेरदेखि, त्यो बेलामा मलाई यो हालका सोचहरू अथवा खेलकुद सङ्घका पदाधिकारी हुँदै काम गर्दै जाँदाखेरि पनि र आइएसएफमा गएर एक्जिक्युटिभ कमिटीमा रहँदासम्म पनि मलाई ओलम्पिक टच मेरो हातले टच गर्छ भन्ने मलाई त्यति धेरै सपना मैले देखेको थिइनँ। मैले काम गर्दै जाँदाखेरि फ्रान्स ओलम्पिकको लागि चाहिँ आइओसीले आइएसएफलाई 2वटा सिटको लागि बोलाएको थियो। त्यसमा चाहिँ आइएसएफको प्रेसिडेन्ट र मैले त्यो अवसर प्राप्त गर्न सफल भएँ। त्यो मैले व्यक्तिगत भन्दा पनि नेपाल राष्ट्रले त्यो अवसर प्राप्त गरेको र मैले राष्ट्रको प्रतिनिधित्व गरेको र मैले त्यहाँ 6वटा इन्टरभ्यू दिने प्रचलन रहेछ। त्यो 6वटा इन्टरभ्यूमा पनि मैले पहिला अन बिहाफ अफ नेपाल भनेरै मैले स्टार्ट गरेको थिएँ मेरो इन्टरभ्यू पनि। त्यसमा त्यो चाहिँ राष्ट्रको गौरवको विषय हो र राज्यले पाएको सम्मान हो, अन्तर्राष्ट्रिय रिकग्निसन हो, नेसन नेपालले चाहिँ संसारभरिको प्रतिनिधित्व गर्ने अवसर हो। त्यो अवसरलाई मैले ग्रहण गर्ने अवसर पाएँ। त्यसमा म आफू पनि गौरवित भएको छु र समग्र राष्ट्र पनि गौरवित तुल्याउन सफल भइयो भन्ने मलाई महसुस भएको छ। नेपाल विद्यालय खेलकुद सङ्घ हैन, इन्टरनेसनल स्कुल स्पोर्ट्स फेडरेसन चाहिँ हाम्रो दर्शकहरूलाई यसबाट थोरै यो संस्थाको बारेमा जानकारी दिनुहोस्। यसको चाहिँ पोलिसी, यसले गर्ने के हो र यता त एकदम महत्त्वपूर्ण छ किन खेलकुद विकासको लागि एउटा ग्रासरुट लेभलबाटै चाहिँ स्कुल टु ओलम्पिक भन्ने त अभियानै छ हैन, यसको बारेमा थोरै पनि बताइदिनुहोस्। यो स्कुल स्पोर्ट्स भनेको चाहिँ यो संसारभरि यसको छुट्टै फेडरेसन छ, यसको आफ्नै लिगेसी छ र स्पोर्ट्सको हायरार्की 3टा हुन्छन्। सबैभन्दा हामीले बुझ्नुपर्ने, सबैले लेमन टर्ममा बुझ्ने, सरल भाषामा बुझ्ने के छ भने ओलम्पिक भन्ने छ। ओलम्पिक स्ट्यान्डर्डका अरू पनि 2टा इभेन्ट हुन्छन्। जुन इभेन्ट जस्तो युनिभर्सिटी इभेन्ट, युनिभर्सिटी स्याड छ, उसको आफ्नो ओलम्पिक हो र स्कुल स्पोर्ट्सको पनि आफ्नो ओलम्पिक हुन्छ। त्यसलाई हाम्रो भाषामा टेक्निकल्ली हामी जिम्नासाइड भन्छौँ। त्यो चाहिँ आइएसएफले गर्छ र हरेक 2 वर्ष हुन्छ। ओलम्पिकका इभेन्टहरू 4-4 वर्ष हुने गर्छन् र यसका इभेन्टहरू चाहिँ 2 वर्षमा हुने गर्छन्।
इन्टरनेसनल स्कुल स्पोर्ट फेडरेसन वर्ल्डको गभर्निङ बडी हो, जसले सम्पूर्ण ओलम्पिक र इन्टरनेसनल रिकग्नाइजेसन भएका नन ओलम्पिक स्पोर्ट्सहरूलाई गभर्निङ गर्छ र यसको चाहिँ स्कुल लेभलसम्मको गभर्निङ गर्छ र यसका इभेन्टहरू अर्गनाइज गर्छ। यो 1972मा यसको इस्टाब्लिस भयो र 1974 देखि यसको जिम्नेसाइड सुरु भयो, स्कुल ओलम्पिक सुरु भयो र हामीले लगभग 50 वर्षपछि 2022मा फ्रान्समा भएको नर्मेन्डीमा भएको जिम्नेसाइडमा सहभागिता हुने अवसर प्राप्त भएको थियो। त्यो चाहिँ हाम्रो नेपालको लागि पहिलो जिम्नेसाइड थियो। हजुर, भनेपछि तपाईँहरूले त्यो इभेन्टहरूमा नेपालको स्कुलमा रहेका खेलाडीहरूलाई, विभिन्न स्कुल टिमहरूलाई सहभागी गराउनुहुन्छ, विभिन्न कार्यक्रमहरू चाहिँ गर्नुहुन्छ, छनौटहरू गराउनुहुन्छ होइन? के कसरी योजना गरिरहनु भएको छ, यसको के गर्दै हुनुहुन्छ, आगामी भविष्यको योजनाहरू? तपाईँ चाहिँ अब जस्तो इन्टरनेसनल स्कुल स्पोर्ट्स फेडरेसनको एक्जिक्युटिभ मेम्बर होइन भएपछि चाहिँ के गर्नुभयो त्यो बारेमा थोरै बताइदिनुहोस्। त्यसमा सबभन्दा पहिला आइएसएफमा त्यहाँ पुगिसकेपछि नेपाली खेलाडीहरूलाई एउटा ठुलो प्लेटफर्म क्रिएट गर्न आवश्यक थियो। नेपालका यङ जेनेरेसनहरूलाई स्पोर्ट्स मार्फत त्यो अपर्च्युनिटी दिन मात्र नभइकन, त्यसमा एक्सपोजरको रूपमा मात्र नभइकन त्यसमा केही एचिभमेन्ट पनि गराउनु पर्ने थियो र सँगसँगै हामी एकाडेमिक रूपले अगाडि बढ्नुपर्ने थियो र स्पोर्ट्स र एजुकेसनलाई कनेक्ट गर्नुपर्ने थियो। जब हामी स्पोर्ट्सलाई एजुकेसनलाई कनेक्ट गर्दैनौँ, जब स्पोर्ट्सलाई हामीले स्पोर्ट्स साइन्ससँग कनेक्ट गरेर लिएर जान सक्दैनौँ, नेपाली स्पोर्ट्सले विकास गर्न सक्दैन। आफै पनि स्पोर्ट्स साइन्सको विद्यार्थी हुनुहुन्छ होइन, त्रिभुवन विश्वविद्यालयबाट स्पोर्ट्स साइन्स पनि गर्नुभएको छ। एकदमै राम्रो पोइन्ट ल्याउनुभयो, स्पोर्ट्स र एजुकेसनलाई कनेक्ट गर्ने भनेको। यसबारेमा चाहिँ थोरै बताइदिनुहोस्। यसमा मैले तपाईँको आइएसएफको त्यो वेबसाइट पनि हेरेँ, जसमा चाहिँ एजुकेसन एक्टिभिटिजहरू पनि यसले गर्दो रहेछ, त्यो बारेमा चाहिँ थोरै बताइदिनुहोस्। आइएसएफको हाम्रो आइएसएफ एकाडेमी छ र हाम्रो आइएसएफ एकाडेमीले स्पोर्ट्स साइन्स, फिजिकल एजुकेसन, स्पोर्ट्स म्यानेजमेन्ट लगायतका सब्जेक्टहरूमा पिएचडीसम्मको कोर्स सञ्चालन गर्छ। एकाडेमीले नै कोर्स कन्डक्ट गर्छ, तर त्यसको सर्टिफिकेसन चाहिँ हाम्रो इन्टरनेसनल युनिभर्सिटीहरूले नै, विभिन्न देशका युनिभर्सिटीहरूले त्यसको सर्टिफिकेसन गर्छन्। कोर्स कन्डक्ट हामीले गर्छौँ, किनकि त्यसको भ्यालिडिटीको लागि पनि युनिभर्सिटीले सर्टिफिकेट इस्यु गर्ने प्रावधान छ वर्ल्डभरि, त्यो अनुसार गर्छौँ। र त्यसमा चाहिँ हामीले सँगसँगै अरू पनि के पनि लिएर जान्छौँ भने स्पोर्ट्स साइन्सलाई मात्रै फलो नगरिकन पनि हामीले कतिपय ठाउँमा चाहिँ स्पोर्ट्सलाई डेभलप गर्न गर्दाखेरि पनि हामी असफल भएका छौँ। किनकि अहिलेको चाहिँ जेनेरेसन यस्तो भइसक्यो, अहिलेको स्पोर्ट्स यस्तो भइसक्यो। हिजो स्पोर्ट्स हामी डाइनामिक भयो भन्थ्यौँ नि, अब अहिले त्योभन्दा पनि माथि गएर हामी चाहिँ स्पोर्ट्स म्याग्नेटिक भइसक्यो। टेक्नोलोजीदेखि अहिले चाहिँ धेरै स्पोर्ट्सहरूमा चाहिँ तपाईँको चाहिँ म्याग्नेटिक भएको छ, उसको चाहिँ सक्सहरूमा, उसको चाहिँ विभिन्न इक्विपमेन्ट्सहरूमा सेन्सर सिस्टम आइसक्यो र त्यसलाई टच गरेर नम्बर आउने सिस्टम आइसक्यो। त्यसो हुँदाखेरि स्पोर्ट्सलाई अहिले हामीले चाहिँ स्पोर्ट्सलाई एजुकेसनसँग जोडेनौँ भने हामीले नन एजुकेसनल पर्सनले चाहिँ स्पोर्ट्सको लिडरसिप गर्छु अथवा स्पोर्ट्सको कोच बन्छु, रेफ्री बन्छु भन्दा चाहिँ सम्भावना छैन। एकदमै यो पोइन्ट ल्याउनु भयो होइन। नन स्पोर्ट र अथवा एजुकेसनमा नभएको व्यक्तिले स्पोर्ट्समा गर्दा त्यो स्पोर्ट्स नै खराब भएको, स्पोर्ट्सको डेभलपमेन्ट सोचेअनुसार नभएको चाहिँ कुरा यहाँ हामीले तपाईँले भर्खरै उद्घार गर्नुभयो। यसैबिच अब जस्तै यो नेपालमा राष्ट्रपति रनिङ सिल्ड भनेर होइन, जुन विद्यालय स्तरका खेलाडीहरूलाई चाहिँ अब त्यो गर्ने गरिन्छ, त्यो इभेन्टसँग तपाईँहरूको कोअर्डिनेसन के छ, कस्तो छ? यस्तो अहिलेसम्म हामीले राष्ट्रपति रनिङ सिल्डसँग अफिसियल्ली कोअपरेसन गर्न पाएका छैनौँ। भर्खरै योभन्दा अघिल्लो साल हामीले चाहिँ राष्ट्रिय खेलकुद परिषद मार्फत र राष्ट्रिय खेलकुद परिषदले U15 नेसनल च्याम्पियनसिप पोखरामा सम्पन्न गर्यो। त्यसमा म पनि सहभागी थिएँ र हाम्रो संस्था पनि सहभागी थियो र त्यसको अर्गनाइजिङ कमिटीमा 3 सदस्यमा म पनि एकजना हो। र सँगसँगै त्यसको पोटेन्सियलिटी चाहिँ जब स्पोर्ट्सले देख्यो त्यो प्लेटफर्ममा त्यहाँ जाँदाखेरि, पोखरामा जाँदाखेरि राष्ट्रिय खेलकुद परिषदका सदस्य टङ्का लर्की सिंहज्यू, त्यहाँका मुख्यमन्त्रीदेखि लिएर सबैले चाहिँ होइन स्पोर्ट्सको लगानी चाहिँ हामीले विद्यालयमा गर्नुपर्ने रहेछ, पोटेन्सियल एथलेट यहाँ रहेछन्। किनभने हामीले एकदमै एडल्टहरूलाई चाहिँ हामीले स्पोर्ट्समा लगानी गऱ्यौँ भने 1 वर्ष 2 वर्ष राष्ट्रमा बस्छ, त्यसपछि विदेश पलायन हुने हो कि अथवा अरू प्रोफेसन खोज्नुपर्ने हो कि स्पोर्ट्समा लाइफ नदेख्ने हो कि अथवा उसको चाहिँ स्पोर्ट्स क्यारियर अब उसले चाहिँ रिटायरमेन्ट लिनुपर्ने हो कि भन्ने अवस्था आउँछ। यो खेलाडीहरूलाई, यो विद्यालयमा खेल्ने खेलाडीहरूलाई 13-14 वर्षको बच्चाहरूलाई चाहिँ हामीले स्पोर्ट्समा लगानी गऱ्यौँ भने यसले 8-10 वर्ष त फिडब्याक दिन्छ, मिनिमम पनि 5-6 वर्ष दिन्छ। त्यसैले यो चाहिँ पोटेन्सियल एरिया हो भनेर सबैले त्यसमा चाहिँ एकदमै सपोर्ट गरेको पनि देखियो, सबै उत्साहित भएको पनि देखियो। र त्यसमा सफल भएका खेलाडीहरूले चाहिँ गएर फेरि हाम्रो बराइनमा इभेन्ट भएको थियो स्कुल ओलम्पिक, जहाँ चाहिँ नेपाली खेलाडीहरूले नेपालको पहिलो इतिहास पनि रचना सफल भए। 3वटा गोल्ड मेडल
अनि सम्भावना पायो भने नेपालको स्कुल स्पोर्ट्सका खेलाडीहरूले पनि अन्तर्राष्ट्रिय सफलता एकदमै पाउन सक्छ। संसारभरिको चाहिँ इभेन्ट हो नि त्यो त, नेपालको मात्रै होइन, संसारभरिको इभेन्टमा स्कुल ओलम्पिकमा, समर स्कुल ओलम्पिकमा बराइनमा भएको इभेन्टमा 3वटा गोल्ड मेडल ल्याए, 3वटा थर्ड मेडल ल्याए। अझ विशेष गरी बक्सिङको खेलाडीले यति राम्रो गेम खेल्यो कि त्यहाँ यति विभिन्न सम्भ्रान्त देशहरूसँग एकदमै चाहिँ इलाइट एथलेटहरूसँग, त्यो त युथ ओलम्पिकको इभेन्ट हुन्छ, सबै इभेन्ट क्याटेगोरी चाहिँ हाम्रो जेमिनी साइडमा युथ ओलम्पिक हुन्छ, त्योसँग एकदमै सम्भ्रान्त जस्तो ब्राजिल जस्तो देशहरूसँग, युक्रेनहरू जस्तो देशहरूसँग, युरोपियन देशहरूसँग कम्पिटिसनमा बक्सिङको खेलाडीले असाध्यै राम्रो गरेर उहाँहरूले चाहिँ 2वटा गोल्ड मेडल, ताइक्वान्डोको एउटा गोल्ड मेडल र 3वटा गोल्ड मेडल, जसलाई चाहिँ नेपाल सरकारले पनि उहाँलाई पुरस्कार राशि घोषणा गरिसकेको छ। उहाँको त्यो खेलाडीहरूलाई चाहिँ उनीहरूले पाउँछन्, नेमबद्ध पुरस्कार राशि घोषणा हो, त्यो चाहिँ लिपिबद्ध भएको विषय हो, खेलकुद ऐनमा भएको विषय, खेलकुद निर्देशिकामा भएको विषय भएकोले उहाँहरूले चाहिँ 20 लाख प्रथम हुनेले पाउने अवसर छ र थर्ड हुनेले 6 लाख पाउने अवसर छ। भनेपछि यो विद्यालयका खेलाडीहरूले पनि यो किसिमको पुरस्कार राशि हासिल गर्ने पाउने एउटा ठुलो प्लेटफर्मको रूपमा र त्यहाँ चाहिँ त्यहाँका राजदूतावासमा पनि ठुलो वेलकम भएको थियो। राजदूतले यति धेरै चाहिँ सपोर्ट गर्नुभयो, यति धेरै सहयोग गर्नुभयो, यति धेरै प्रशंसा गर्नुभयो। उहाँहरूको चाहिँ सिङ्गो राजदूतावास चाहिँ नेपाली खेलाडीप्रति समर्पित भएको पनि मैले अनुभूति गर्न पाएँ। म चाहिँ फेरि धेरै समय त्यो टिमलाई दिन पाइनँ, किनकि म एउटा खेलको चाहिँ चेयरम्यान पनि थिएँ, ताइक्वान्डो खेलको वर्ल्डको टेक्निकल प्रेसिडेन्ट भएकोले आइएसएफमा मैले त्यो ताइक्वान्डो खेलको सम्पूर्ण गतिविधि चाहिँ फेरि मेरो लिडरसिपमा हुने भएकोले मैले धेरै टाइम दिन पाइनँ। तर त्यसमा चाहिँ हाम्रो देशको प्रतिनिधित्व गरेर धेरै खेलाडीहरू सहभागी पनि भने 58 जनाको टिम डेलिगेसन सहभागी भएको थियो। त्यसमा चाहिँ राम्रो नतिजा मात्र नभइकन हाम्रो चाहिँ स्पोर्ट डिप्लोमेसीको पनि त्यहाँ चाहिँ एउटा चाहिँ पब्लिक स्पोर्ट डिप्लोमेसीको रूपमा नेपाली टिमले चाहिँ बराइनमा त्यो किसिमको चाहिँ सहभागिता गराउने, सहभागिता हुने र सँगसँगै अन्य नेपाली साथीहरू मात्र नभएकन संसारभरिका चाहिँ स्पोर्ट्सका चाहिँ लभरहरूसँग स्पोर्ट्सको चाहिँ फिलोसोफीलाई बोक्ने, स्पोर्ट्स डिप्लोमेसीको चाहिँ बारेबाट हामीले बेनिफिट लिन सक्ने र सँगसँगै हाम्रो नेपाली डेलिगेट्सहरूले चाहिँ त्यहाँ चाहिँ एउटा ठुलो खालको अवसर, इन्टरनेसनल प्लेटफर्म चाहिँ पाउने अवसर थियो। त्यसमा चाहिँ नेपाली खेलाडीहरूले मात्रै नभइकन हाम्रो गएको डेलिगेसनले पनि त्यो अवसरलाई ग्र्याब गर्ने र सँगसँगै एउटा नेपालको आइडेन्टिटी र विश्वभरिका चाहिँ सम्भ्रान्त राष्ट्रहरूसँग, विश्वभरिका विकसित राष्ट्रहरूका चाहिँ लिडरसिपहरूसँग, त्यो देशबाट आएका चाहिँ डेलिगेटहरूसँग, त्यो देशबाट आएका सरकारका प्रतिनिधि मन्त्रीज्यूहरूसँग चाहिँ बसेर छलफल गर्ने एउटा अवसर र सँगसँगै आफ्ना चाहिँ कल्चर सेयरिङ गर्ने अवसर पनि प्राप्त भयो। एकदमै तपाईँका अनुभव र भनौँ धेरै छन् तपाईँले होइन, एज अ यो एक्जिक्युटिभ बोर्डमा तपाईँले विश्वका 100भन्दा बढी मुलुकहरूमा होइन अब गइसक्नु भएको छ, नेपालको प्रतिनिधित्व गरिसक्नु भएको छ। अब खेल कूटनीतिको बारेमादेखि लिएर नेपालको होइन खेल क्षेत्रको बारेमा सबै चाहिँ एउटा एज अ बोर्ड मेम्बर गराउनु भएको छ होइन। तपाईँलाई यो विद्यालय सञ्चालन, जस्तै अब तपाईँहरूको फोकल पोइन्ट त स्कुल स्पोर्ट्स नै भएको, विद्यालय सञ्चालक अभिभावकहरूको चाहिँ के छ धारणा यो हाम्रो बच्चाहरूलाई खेलकुदमा लगाउने? अब नेपालको के चेन्ज सिफ्ट यो कतिको देख्नुहुन्छ अथवा के हुँदैछ, अब कसरी लान सकिन्छ अगाडि? अहिले हामीले विद्यालय स्तरदेखि नै खेलकुदको विकास गर्नुपर्छ। हजुर, विद्यालय नै खेलकुदको बेस हो। विद्यालयका खेलाडीहरू नै भोलि गएर इलाइट एथलेट बन्ने हो। विद्यालयबाट एक्सपोजर हुन पाएका 18 वर्षको उमेरसम्म 6 वर्षदेखि 18 वर्षसम्मका खेलाडीहरूको चाहिँ पोटेन्सियल स्किल डेभलपमेन्ट हुने त्यो नै हो। एउटा प्रतिभा त त्यही उमेरमा नै आउने हो, त्यो नै पछि चाहिँ सिनियर हुने होइन। त्यही भएर हामीले विद्यालयलाई बेस बनाउन सकेका राष्ट्रहरूले मात्रै अहिले हामीले अन्तर्राष्ट्रिय इतिहास हेर्ने हो भने, युरोपियन इतिहास हेर्ने हो भने जुन जुन राष्ट्रहरूले विद्यालय खेलकुदका गतिविधि सञ्चालन गरे, आफ्नो एथलेटहरूलाई विद्यालय खेलकुदमा एक्सपोजरको रूपमा सहभागिता हुने अवसर प्रदान गरे जुन जुन राज्यले, ती राज्यहरूले नै मात्र गोल्ड मेडल हानेका छन् ओलम्पिकमा गएर। ती राज्यहरूले मात्रै अन्तर्राष्ट्रिय हाइएस्ट एचिभमेन्ट प्राप्त गरेका छन्। हामी नेपालीहरू हिजो विगतमा र अहिलेको डिफ्रेन्स के हो भने, हिजो बलले खेल्ने खेल थियो, फिजिकल स्ट्रेन्थले खेल्ने खेल थियो। त्यो बेलामा नेपालीहरूको विल पावर स्ट्रङ गरेर मेडल पनि हाने, जिते पनि। तर स्पोर्ट्स के भयो, एकाडेमीसँग कनेक्ट हुँदै जाँदा, यति डेभलप हुँदै जाँदाखेरि, स्पोर्ट्स डाइनामिक हुँदै आउँदाखेरि प्रविधि हाबी भयो, एकदमै हाबी भयो। टोटल्ली साइन्सै त्यहाँ हाबी भयो। त्यसो हुँदाखेरि के भयो, स्पोर्ट्स एकदमै विज्ञान त्यहाँ हाबी भएपछि स्पोर्ट्स एकदमै टेक्निकल भएर एकदमै एडभान्स भइसकेपछि एकदमै अपडेटेड हुँदै गयो। तर हाम्रो ब्याकअप के भयो भने, हामी अपडेट हुन सकेनौँ। हाम्रो नेपालको खेलकुद सञ्चालन गर्ने सङ्घहरू र सङ्घको नेतृत्वहरू अपडेट हुन सकेन।
किनकि संसारभरि जेनेरेसन चेन्ज हुँदै गयो, नयाँ जेनेरेसनले नेतृत्व लिँदै गयो, अपग्रेड हुँदै गयो। नेपालमा के भयो? 40 वर्षमा कुनै व्यक्ति 40 वर्ष 45 वर्षसम्म एउटै मान्छेले अध्यक्ष नै चलाइरहने, उस्तै परि महासचिव पनि चलाइरहने। त्यो जागिरको रिटायरमेन्ट भन्दा पनि बढी हुन थाल्यो। त्यसपछि त्यहाँबाट नयाँ चिज त आएन नि। स्वयं जो मान्छे एजुकेटेड हुँदैन उसले चाहिँ नयाँ चिजको प्रविधिको चाहिँ मा कसरी सहभागी हुन सक्छ, कसरी त्यो चाहिँ च्यालेन्ज एक्सेप्ट गर्न सक्छ? त्यो हुँदाखेरि हामी नेपाली खेलाडीहरू चाहिँ पछिल्लो फेजमा गएर त्यो माथि पिकमा हामी पुगिसकेका खेलाडीहरू चाहिँ डाउन हुँदै गयौँ। कारण चाहिँ यो स्पोर्ट्समा चाहिँ एजुकेसनलाई कनेक्ट गर्न नसक्दा, स्पोर्ट्स साइन्सलाई हामीले फलो गर्न नसक्दा र विश्वले जुन चिजमा चाहिँ आफूलाई अपग्रेड गर्यो त्यसमा हामी अपग्रेड हुन सकेनौँ। र हामी बिच के रहिरह्यो भने त्यो शैक्षिक योग्यता मात्रै नभइकन एकाडेमिक माइन्ड नभएका मान्छेहरूले स्पोर्ट्सलाई हाँकिरहँदाखेरि त्यहाँ सिन्डिकेटको सिस्टम भयो। जसरी क्रिकेटमा अहिले चाहिँ तलदेखि बेसदेखि नै सेलेक्सन हुन्छ नि, ओपन सेलेक्सन छ नि, त्यो ओपन सेलेक्सन हुन सकेन र त्यो सिन्डिकेटमा जाँदाखेरि नेपाली खेलकुदले विकास गर्न सकेन। त्यही हिसाबले नै तपाईँको कुरामा आउँदै गर्दा जस्तै नीति निर्माण तहमा नै अथवा राजनीतिक लेभलमा आखिर गएर ठोकिने त राजनीति नीति निर्माण तहमै हो। यसलाई चाहिँ तपाईँले कसरी कोअर्डिनेसन गर्नुभएको छ? मैले तपाईँहरूको वेबसाइट पनि हेरेँ, त्यहाँ चाहिँ देख्दाखेरि जस्तै तपाईँले विभिन्न पार्टीका नेताहरू जस्तै विनोद श्रेष्ठजी होइन अध्यक्ष हुनुहुँदो रहेछ, त्यसपछि माधव सापकोटाको होइन सभासद चाहिँ सचिव उपाध्यक्ष के हुनुहुन्छ, सीता लामा भनेपछि कङ्ग्रेस एमाले माओवादी सबै मिलाएर नै हिँड्नुभएको छ। यो चाहिँ के हो तपाईँको यसबारेमा थोरै आफ्नो डिप्लोमेसी अथवा स्पोर्ट डिप्लोमेसी यही हो कि अथवा यसलाई चाहिँ नेपालमा खेलकुदका विकास गर्नको लागि सबैलाई एउटा लिएर पनि हिँड्नुपर्ने जरुरी छ? नेपाली राजनीतिहरूले पहिला त हामीले के बुझ्नु पर्यो भने नेपालको राज्य सञ्चालन कसले गर्छ? राजनीतिले गर्छ। एकदम। अनि राजनीतिक बेसमा राज्य सञ्चालकहरूलाई, राज्यका संयन्त्र चलाउनेहरूलाई, राज्यको नीति निर्माण गर्नेहरूलाई खेलकुदको बारेमा ज्ञान भएन, त्यहाँ कुनै चाहिँ मायामोह नहुने भयो भने अथवा कुनै लिगेसी भएन भने, त्यसमा एट्याचमेन्ट भएन भने खेलकुदको पक्षमा कसले बोलिदिन्छ? खेलकुदको बारेमा कसले नीति निर्माण गरिदिन्छ? खेलकुद सबैभन्दा विक भएको कारण चाहिँ अरू मन्त्रालय हेरी खेलकुद मन्त्रालयमा जान कोही पनि रुचाउँदैन मन्त्रीहरू। कारण के त? त्यहाँ बजेट छैन, त्यहाँ ठुलो एक्सपोजर छैन भन्ने छ नि। त्यो नजानेर हो नि त, त्यो उपेक्षामा परेको हो नि त। मैले भन्न कहाँनिर खोजेको भने हिजो खेलकुदमा पोलिटिक्स भयो, राजनीति भयो भने धेरै चर्चा सुनिन्छ। मेरो भनाइ फरक छ। खेलकुदमा राजनीति छिर्नै सकेन। मूल मेरुदण्डको राजनीति छिर्नु पर्यो, मूल राजनीति छिर्नु पर्यो। यहाँ त कस्तो मान्छे खेलकुदमा छिर्यो भने राजनीति रूपमा असफल भएको, चुनावमा काहीँ अवसर नपाउने, काहीँ काम नगर्ने, त्यो राजनीतिदेखि पनि वितृष्णा फैलिसकेको, असफल भएको, त्यो काहीँ पनि ठाउँ नपाए चाहिँ खेलकुदमा गएर छिर्ने। अनि त्यसले के गर्छ? विकास त्यो भस्मासुर हुन्छ। त्यहाँ गएर त्यहाँ अवसर मात्रै उसले खोज्छ, उसले सफलता मात्रै आफ्नो व्यक्तिगत मात्रै सोध्छ। त्यहाँ गएर विकास गर्ने खालको, त्यहाँ गएर नीति बनाउने, योजना बनाउने खालको मान्छे नपर्दाखेरि खेलकुदको यो हकीकत भयो। त्यस कारणले गर्दा नेपाल विद्यालय खेलकुद महासङ्घले के सोच्यो भने, हाम्रो टिमले के गर्यो भने, अब यो विद्यालयको खेलकुदको ओनरसिप, पहिलो ओनरसिप हामीले विद्यालयलाई दिनुपर्छ। त्यो सबै विद्यालय सञ्चालकहरूलाई त्यसमा अवसर प्रदान हुनुपर्छ र विद्यालयहरूलाई इन्स्टिट्युसनली लिड गर्ने प्याप्सन एन्ड प्याप्सनलाई पनि ओनरसिप दिनुपर्छ। र त्यसपछि राज्यको नीति निर्माण गर्ने प्रमुख दल र सँगसँगै राज्यसँग चाहिँ लिनुपर्ने सुविधा र राज्यलाई दिनुपर्ने सुझाव हामीले चाहिँ हामीसँग त्यो डोर छैन त हामीले डाइरेक्टली गरेर दिने, त्यस्तो उहाँहरू मार्फतै यो चाहिँ दिनुपर्छ भनेर हामीले सबै दलमा भएका त्यो दल मध्येका सबभन्दा इनर्जेटिक, सबैभन्दा राम्रो भविष्यको रूपमा नेपाललाई विकास गर्ने उद्देश्य बोकेका नेतृत्वहरू जो चाहिँ खेलकुदसँग पनि कुनै न कुनै लिगेसीमा जोडिएका, खेलकुदलाई माया गर्ने त्यस्ता व्यक्तिहरूलाई, त्यस्ता राजनीतिक लिडरसिपहरूलाई पनि विद्यालय खेलकुद महासङ्घसँग हामीले जोडेर जाँदाखेरि, उहाँहरूलाई लिएर जाँदाखेरि खेलकुदको विकास हुन्छ। नत्र अब डाइनामिक चाहिँ कुरा गर्नुभयो र नयाँ एउटा सिराबरण कुराहरू गर्नुभयो। अब निकट भविष्यमै अब नेपाल स्कुल खेलकुद महासङ्घले गर्ने कार्यहरू अथवा योजनाहरू के छन्? तपाईँ अब महासचिव हुनुहुन्छ, सायद अफिसको लिड पर्सन तपाईँ हुनुहुन्छ होइन, इन्टरनेसनल एक्जिक्युटिभ बोर्ड त चाहिँ छ, अन्तर्राष्ट्रिय सम्मान पनि तपाईँले नै गर्नुहुन्छ। के नयाँ कुराहरू नेपालमा ल्याउँदै हुनुहुन्छ? त्यसो नभन्नु न, सबै मैले गर्दिनँ। यो भन्यो भने के अर्थ लाग्छ भने, यो टेलिभिजन मार्फत मैले के भन्न पनि चाहन्छु भने, हिजो खेलकुद बिग्रेको यही भएर हो।
सबै चिज एउटैले गर्ने, हजुर सबैको नेतृत्व आफै हुने र सम्पूर्ण पदाधिकारी अध्यक्ष पनि महासचिवले उस्तै पाराले चेन्ज गरिदिने, हजुर अथवा अध्यक्षले सबै चिज चेन्ज गर्ने र आजीवन मरणन्तपर्यन्तसम्म ऊ चाहिँ अध्यक्ष नै भइरहने, यो संस्कार, यो ब्याड कल्चरले गर्दा खेलकुदको विकास हुन सकेन। हामीकामा के छ तपाईले चाहिँ के अब हाम्रोमा के छ भने, मेरो भन्दा पनि हाम्रोमा के छ भने, हामी नीतिगत रूपमा पहिला काम गर्छौँ, हजुर त्यसपछि विभिन्न इभेन्टहरूमा हामी नेपालले कसरी सहभागिता जनाउने, कुन कुन खेललाई बढी चाहिँ हामीले प्राथमिकतामा राख्ने, कुन खेलमा चाहिँ हामी अन्तर्राष्ट्रिय जगतमा सहभागिता जनाउने भन्ने हाम्रा आफ्ना पाटा छन्। सबैभन्दा पहिला हामी चाहिँ त्यो ओलम्पिक कमिटी जस्तो अरूलाई रेगुलेट गर्दैनौँ। स्कुल लेभलको स्कुलको हामी एनओसी हो नि त नेपालको चाहिँ, स्कुल ओलम्पिकको र स्कुलसम्म चाहिँ लिएर जाने र स्कुल लेभलसम्मको खेलाडीहरूको चाहिँ एनओसी हामी भएकोले हामीले चाहिँ सबै सङ्घहरूलाई फेसिलिट गर्छौँ, सबै सङ्घ मार्फत ती खेलाडीहरूलाई पनि फेसिलिट गर्छौँ। अस्ति हाम्रो गएको इभेन्टमा पनि, बराइनमा अक्टोबरमा भएको इभेन्टमा पनि हामीले 11 जना खेलाडीहरूलाई फेसिलिट गरेका थियौँ। उनीहरूलाई प्लेन टिकट, खाना खर्च, बस्न एभ्रिथिङ फ्री सिप गरेका थियौँ र त्यो खेलाडी फेरि हामीले विद्यालय सङ्घले नछानिकन सम्बन्धित खेल सङ्घलाई त्यो खेलाडी सिलेक्ट गरेर उहाँले रिकमेन्डेसन गर्नुभएको थियो र त्यो फेयर सिलेक्सन भयो भन्ने म विश्वस्त छु, किनकि उहाँले प्रायःले राष्ट्रिय गेमै गर्नुभएको थियो र त्यसले मेडल निकट भविष्यमै हुने योजनाहरू चाहिँ के छ? अब भर्खरै हाम्रो चाहिँ एउटा इन्टरनेसनल इभेन्टमा हामी जाने तयारीमा छौँ, सर्बियामा। नितान्त स्कुल लेभलको इभेन्ट हुँदैछ, +2 लेभल नभइकन। यो चाहिँ जुनियर स्कुल ओलम्पिक हो, यो हरेक 2 वर्षमा हुन्छ। त्यो चाहिँ सर्बियाको जलातिबोरमा अप्रिलको 4 देखि 14 सम्म 26वटा खेलको इभेन्ट हुँदैछ। त्यो इभेन्टमा नेपाली डेलिगेसन पनि जाँदैछौँ। त्यसको लागि हामीले सम्बन्धित सङ्घहरूसँग र हाम्रो मेम्बर स्कुलहरूसँग हामीले चाहिँ खेलाडीहरूलाई सिलेक्टेड मन्त्रालयसँग तपाईँको कोअर्डिनेसन गर्दाखेरि कस्तो पाउनुहुन्छ? युवा व्यक्तित्व हुनुहुन्छ, अहिले चाहिँ सचिवहरू, सहसचिवहरू अथवा चाहिँ नीतिहरू, अब राष्ट्रिय खेलकुद परिषदका विभिन्न होइन बोर्ड मेम्बरदेखि लिएर सङ्घ संस्थाका अध्यक्षहरूसँग भेट्दाखेरि के पाउनुहुन्छ आजको नेपालको खेलकुद? सङ्घ संस्थाका अध्यक्षहरूसँग, सङ्घ संस्थाका साथीहरूसँग भेट्दाखेरि धेरै साथीहरू चाहिँ अब हामीले खेलकुदलाई विद्यालयदेखि नै विकास गरेर लिएर जानुपर्छ र विद्यालय खेलकुद महासङ्घसँगको हाम्रो समीकरण अथवा हाम्रो चाहिँ एकतापन्न अथवा हाम्रो चाहिँ तपाईँको चाहिँ अझ भन्नुपर्दाखेरि हामी एमओयू गरेर कन्ट्र्याक्ट गरेर चाहिँ हामीले काम गरिरहेछौँ एउटा। दोस्रो, हामी एउटा समान साझेदारीमा काम गरिरहेका छौँ, त्यसले उहाँहरूलाई पनि एउटा मोटिभेट गरेछ। अब चाहिँ सम्बन्धित सङ्घहरूले अब चाहिँ हाम्रो खेलको विकास दिगो रूपमा हुन्छ, जबकि हामी विद्यालय स्तरदेखि नै हामी विकास गर्न गएका छौँ भने एउटा त्यो परेको छ। दोस्रो, अब मन्त्रालयको कुरा गर्दाखेरि, राष्ट्रिय खेलकुद परिषदको कुरा गर्दाखेरि, युवा तथा खेलकुद मन्त्रालयको कुरा गर्दाखेरि त्यहाँनिर चाहिँ ठुलो चाहिँ खेलकुदप्रति समर्पित भएको मान्छे भेटिन्न एउटा। अर्को समस्या के छ भने त्यो मन्त्रालयमा जान कुनै कर्मचारी नै रुचाउँदैनन्, अन्तबाट फालिएर आएको कर्मचारी त्यहाँ हुन्छ, उसमा त्यत्रो धेरै इनर्जी लेभल पनि हुँदैन। अनि राष्ट्रिय खेलकुद परिषदले सबै चिजको लिडिङ गरेको हुन्छ, उसको ओनरसिप गरेको हुन्छ, मन्त्रालयको खास चाहिँ ओनरसिप पनि देखिन्न र त्यहाँबाट चाहिँ त्यति धेरै खेलकुदप्रति चाहिँ अलिकति सहयोग गर्ने खालको भावना भएको मान्छे पनि कम भेटिन्छ। अर्को कुरो फेरि के छ, बजेटको समस्या छ, मन्त्रालय एकदमै कमजोर अवस्थाको छ। कमजोर मन्त्रालयमा जबकि त्यहाँका मन्त्रालयकै मान्छेहरू, मन्त्रालयमै काम गर्ने चाहिँ पदाधिकारीहरू र सँगसँगै मन्त्रीसम्म पनि जबसम्म आर्थिक रूपले सम्पन्न हुन्न, त्यो शाखाको बजेटको रूपले अथवा मन्त्रालयको अन्य निकायका बजेटकै रूपले र आफू सुसम्पन्न नहुन्जेलसम्म नयाँ योजना बनाउने, नयाँ चाहिँ केही काम दिने। अन्त्यमा भन्नाले चाहिँ तपाईँको नै अब गुनासो चाहिँ नीति र एउटा चाहिँ परिवर्तन हुनु पऱ्यो, आमूल परिवर्तन हुनु पऱ्यो, खेलकुदलाई नयाँ तरिकाले नयाँ ढङ्गले बुझ्नु पऱ्यो होइन भन्ने नै हो। खेलकुद आफैमा अन्तर्राष्ट्रिय भएको छ, अन्तर्राष्ट्रिय हो। खेलकुद आफैमा अन्तर्राष्ट्रिय भइसकेपछि नेपालले के सोच्नुपर्छ भने हामी पनि कम्पिटिसनमा जाने हो भने हामी नि अन्तर्राष्ट्रिय बन्न जरुरी छ, हामीले पनि त्यो अन्तर्राष्ट्रिय चिजहरूलाई अनुसरण गर्नुपर्छ एउटा। दोस्रो, अन्तर्राष्ट्रिय जगतमा खेलाडीहरूलाई कसरी चाहिँ ट्रेनिङ गरिरहेछ, कसरी चाहिँ टेक्निकल म्यानेजमेन्ट भइरहेछ, कसरी खेलाडीहरूलाई अपग्रेड गरिरहेछन्, हामीले त्यो गर्न जरुरी छ। एकदमै समय पनि सक्यो, आजको बार चाहिँ एकदमै राम्रो कुराकानीहरू गर्नुभयो र अन्तर्राष्ट्रिय स्तरमा तपाईँको यो बौद्धिकता सहित एउटा खेल विज्ञानको जानकारीको सहितले अझै नेपालले थुप्रै उपलब्धिहरू हासिल गरोस्, विद्यालय खेलकुद महासङ्घले अझ उन्नति गरोस् भन्ने कामना गर्दै हाम्रो कार्यक्रमलाई समय दिनुभएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छौँ।
र कार्यक्रम स्पोर्ट डिप्लोमेसीको समय पनि सकिएको छ। अर्को साता शुक्रबार 6:30 बजे हामी फेरि अर्को अतिथि लिएर उपस्थित हुनेछौँ। त्यतिन्जेलसम्म